नमस्ते साथीहरू, फेरि पनि हजुरहरूलाई मेरो नयाँ मिनी भ्लगमा स्वागत छ। आज चाहिँ हाम्रो घरमा चाहिँ बाबुको बर्थडे, सुदर्शनको बर्थडे अनि बर्थडेमा चाहिँ हामीले सबै कुराहरू तयार गरिसकेका थियौँ। अनि केक पनि ल्याइसकेका थियौँ। अनि बाबु चाहिँ एकदमै मेरो बर्थडे भनेर एकदमै खुसी थियो। उसले चाहिँ केक पनि कसैलाई छुन पनि दिइरहेको थिएन। अनि मेरो बाबुले चाहिँ बिगारिदिन्छ भनेर अनि मेरो बहिनी, मेरो मम्मी, मेरो कान्छी सासू, माइजू धेरैजना आउनुभएको थियो। अनि बच्चाहरू चाहिँ एकदमै ह्याप्पी थिए केक देखेर। अनि हामीले चाहिँ त्यो केकलाई चाहिँ समाइरहेको थियौँ। अनि हामीले यस्तै गरी बाबुको बर्थडे पनि सेलिब्रेट गऱ्यौँ। बर्थडेमा सबैजनाहरू एकदमै खुसी हुनुहुन्थ्यो, धेरैजना हुनुहुन्थ्यो। तर स्प्रे चाहिँ 3-4वटा ल्याएको कारणले गर्दा चाहिँ स्नोफल एकदमै भइरहेको थियो। पुरै केराहरू पनि पुरै ढाके थियो। बिचरा बाबु त झन् एकदमै पुरा मजाकमा त्यो बिग्रिसक्यो त्यो केक पनि। अनि केक पनि गलेर हेर्नु साथीहरू सबैजनाले टिका लगाउँदै हुनुहुन्थ्यो। अनि डेकोरेसन चाहिँ मैले आफै गरेको हो। अनि मेरी सासू यहाँ बस्नुभएको थियो। सबैले पालो पालो टिका लगाइराखेका थिए। उसले चाहिँ आफ्नो दक्षिणाहरू कलेक्ट राख्दै थियो कि। अनि मैले चाहिँ हेलो बाबु भनेर भन्दै थिएँ। थ्याङ्क यू फर वाचिङ।